अहिले हामी यहाँ शिव सरको घरतिर यसो निमन्त्रणा मान्न आएका थियौँ। त्यो सिलसिलामा यो फुलबारी भन्ने ठाउँमा हामी छौँ। त्यहाँ चाहिँ अति सुन्दर बस्ती रहेछ, दृश्य पनि अति राम्रो र हरियाली अति नै राम्रो, हावापानी त्यति नै राम्रो रहेछ यहाँको। यतातिर माथि हातमा लिएर हत्केला लिएर हिँड्ने जस्ता थुपुक्क बसेका घरहरू, बस्ती पातलो पातलो भयो नि अति सुन्दर बस्ती रहेछ। यहाँ रमणीय ठाउँ। ती माथि यहाँ धान खेत धान हरियाली हुँदै गइरहेको छ। यता यी दिदी बहिनीहरू गफ गरेर उहाँ टिकटक बनाउनेतिर लागिराख्नु भएको छ, आफ्नो धुनमा हुनुहुन्छ। अब यहाँ चाहिँ हामी यो निमन्त्रणा मान्नलाई आएको। त्यही भएर हाम्रो यहाँ सानी फुच्ची छोरी पनि यहाँ ठुलो मम्मीको घर आउनुभएको छ। अब यो हरियाली दृश्य, यो काउँ डाँडाको अवलोकन भ्रमण गर्न आउनुहुन्छ भने यहाँहरूलाई निमन्त्रणा छ। र बसाइको लागि चिन्ता गर्नु पर्दैन। आमाज प्लेस अपार्टमेन्ट लेक साइडमा रहेको अपार्टमेन्टमा बसेर आनन्दले खानासाना पकाएर आफ्नै तरिकाले खाना पकाएर खाएर आफ्नो यात्रा शुभारम्भ गर्न सक्नुहुन्छ। यहाँहरूलाई चाहिँ निमन्त्रणाका साथ यो सानो सन्देश मेसेज गर्दछु। हवस् त, नमस्कार। आजको दिन हजुरको शुभ रहोस्।